नमस्कार आदरणीय महानुभावहरू। आज मिति 2082 साल वैशाख 8 गते सोमबार। आजको सन्ध्याकालीन बसाइमा तपाईहरूसँग जीवनमा आइपर्न सक्ने विभिन्न खालका समस्याहरू र त्यो समस्याहरूलाई पार लगाउनलाई हामीले कस्ता कस्ता कुराहरूमा ख्याल गर्न सकिन्छ भन्ने विषयमा थोरै आफूले मनमा लागेका कुराहरू तपाईहरूलाई पस्काने कोसिस गरेको छु। हो, हामीले जीवनका प्रत्येक क्षणमा प्रत्येक समयमा विभिन्न खालका समस्याहरू भोगिरहेका हुन्छौँ। कुनै बेला हामीलाई रिस उठ्छ, कुनै बेला हामी बेग्लै भाव बोकेर हिँडेका हुन्छौँ, कुनै बेलामा हामीलाई अपरझट केही नराम्रा कुराहरू आइलाग्छन् र कुनै बेलामा फेरि हामीलाई असाध्यै राम्रा कुराहरू पनि आइलाग्छन्। ती सबै अवस्थाहरूलाई, सबै विषयहरूलाई यदि हामीले समयमा नै स्वीकार गर्न सकेनौँ अथवा त्यसलाई व्यवस्थापन गर्न सकेनौँ भने हामीलाई जीवनमा विभिन्न खालका समस्याहरू आउन सक्छन्। हो, कहिलेकाहीँ धेरै खुसी हुँदा, धेरै दुःखी हुँदा, अपरझट केही नयाँ कुराहरू सुन्नु पर्दा हामीले ख्याल गरेका छौँ नि, कतिपय अवस्थामा मानिसहरूले आफूलाई सम्हाल्न नसकेर दुर्घटनाको शिकार पनि भएका हुन्छन्। हो, त्यो किन हुन्छ त? है, हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने हामी आफू के हो र आफूले गर्नुपर्ने कुरा के हो र म कुन अवस्थामा छु र त्यो अवस्थामा आफूलाई सकारात्मक रूपले अगाडि बढाउनको लागि के गर्नुपर्छ भन्ने विषयमा जहिले पनि सचेत हुनुपर्छ। र यहाँनिर मैले उल्लेख गर्न खोजेको विषय के रह्यो भने हामीले जुनसुकै अवस्था पनि सहन सक्ने अथवा सहनशीलता हामीसँग रहनुपर्छ। यदि हामीले सहन सक्ने क्षमता रहेन हामीसँग र हामीले त्यसरी अपरझट आउन सक्ने अवस्थाहरूलाई स्वीकार गर्न सकेनौँ भने हाम्रो जीवनमा ठुलै मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले हामीले आफूले आफू कुन ठाउँमा छु, म कुन अवस्थामा छु, मैले गर्नुपर्ने कुरा के हो र त्यो विचार गरेर आफूलाई सहनशील अवस्थामा राख्नुपर्छ। अब सहनशील भइएन भने के हुन्छ त? मैले अघि भनिसकेँ, हामी जस्तोसुकै अवस्थामा पनि, चाहे धेरै खुसी भएको अवस्था होस्, चाहे धेरै दुःख भएको अवस्था होस्, चाहे हामीलाई कुनै ठुलो अपरझट राम्रा कुराहरू प्राप्त हुन् अथवा कुनै बेलामा हामीले सोचेभन्दा धेरै नराम्रा घटनाक्रमहरू हामीले भोग्नु परोस्, ती अवस्थाहरूमा हामीले आफूलाई धैर्यपूर्वक जतन गरी आफूलाई जोगाउनुपर्छ। त्यसैलाई नै हामीले सहनशीलताको अर्थ राख्न सक्छौँ। सहनशीलताको गहिराई धेरै ठुलो छ। यदि हामीले ती सबै खालका व्यवहारहरू, सबै खालका परिस्थितिहरूलाई सहन सक्ने क्षमता विकास गर्न सकियो भने हामीलाई जीवनमा त्यस्ता कुराहरूले कहिले पनि हानि गर्न सक्दैन। जसरी समुद्रको गहिराइमा पुग्दा त्यो गहिराइबाट निस्किएर माथिसम्म आउन सक्ने क्षमता हामीसँग हुँदैन, त्यसै गरी हामीले आफ्नो धीरतालाई गुमाउँदा, धैर्य गर्न नसक्दा हामीले आफूलाई आफ्नो सहनशीलता समयमा प्रस्तुत गर्न नसक्दा हामी दलदलमा भासिन सक्छौँ र त्यहाँबाट कहिल्यै पनि निस्कन नसक्ने गरी अल्झिन सक्छौँ। त्यसैले आदरणीय महानुभावहरू, हामीले हरेक कुरालाई सहन सक्ने, धैर्य गर्न सक्ने क्षमता आफूसँग राख्नुपर्छ। र त्यसको लागि हामीलाई के चाहिन्छ त? मुख्य कुरा त हामीसँग धैर्य गर्न सक्ने क्षमता हुनुपर्छ। यदि हामीसँग धैर्य गर्न सक्ने क्षमता छैन भने त्यसले हामीलाई अवश्य हानि गर्छ। साथै हामी जहिले पनि अन्तर्मुखी स्वभावको रहनुपर्छ। हामीलाई थाहा छ नि, अन्तर्मुखी धेरै भइयो र यदि बाहिरको वातावरणसँग घुलमिल हुन सकिएन भने पनि हाम्रो धीरतालाई जोगाउन सकिँदैन, धैर्य गर्न सकिँदैन नि। त्यसैले हामीले अन्तर्मुखी किन? हामीले हरेक कुराहरूलाई हामीसँग आउन सक्ने जुनसुकै प्रकारका अवस्थाहरूको बारेमा विचार गर्न सक्ने हुनुपर्छ। कि त्यो विचार पनि हामीले बाहिर हल्ला गर्दै हिँड्ने कुरा हो र होइन नि त? है,
हामीले आफूलाई धैर्यताका साथ गम्भीर रूपले चाहिँ गम्भीर प्रकारले ती कुराहरूलाई विचार गर्न सक्ने, मनन गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ। यदि अपरझट हामीलाई त्यस्तो कुनै राम्रो अथवा नराम्रो घटनाक्रमहरूले अप्ठ्यारोमा पार्यो अथवा त्यसको दलदलमा हामी फस्ने भयौँ भने त्यो अवस्थाको अनुकूलता हेरी विवेकपूर्वक हामीले निर्णय लिन सक्नुपर्छ। विवेक प्रयोग गरेर हामीले आफूले त्यस बखत गर्नुपर्ने र विचार पुर्याउन पर्ने कुराहरूलाई ख्याल गर्न सकियो भनेदेखि मात्रै हामी त्यो अवस्थाबाट पार पाउन सक्छौँ। र हामीले सहन पर्ने अर्को महत्त्वपूर्ण कुरा भनेको शत्रुतासँग। शत्रुता हाम्रो आफ्नो मनसँग पनि हुनसक्छ, हाम्रो नजिकका आफन्तसँग पनि हुनसक्छन्, हाम्रा साथीभाइसँग पनि हुनसक्छ, हाम्रो कामसँग पनि हुनसक्छ, हाम्रो समग्र जीवनसँग हुनसक्छ। यदि हामीले आफ्नो शत्रुता होइन त यदि हामीसँग कुनै शत्रु नै छ भने पनि उक्त शत्रुलाई धैर्यपूर्वक हाम्रो आफ्नो सोचाइभन्दा तल हुने गरी, हाम्रो सोचाइले भ्याउने गरी, हाम्रो सोचाइको अनुकूल हुने गरी व्यवहार गरियो भने शत्रुले हामीलाई कहिले पनि नाश गर्न सक्दैन, होइन र? त्यसैले यी यस्ता कुराहरूमा हामीले आफूलाई धैर्य गर्नु, सहनशीलता प्रस्तुत गर्नु र ती आइपर्न सक्ने सम्पूर्ण खालका समस्याहरूबाट पार पाउनु नै एउटा असल मानवको, एउटा असल भावनाको, चेतनायुक्त मानवको अपरिहार्य तत्त्व। त्यसैले हामीसँग भएको विवेक, सद्बुद्धि, सद्गुणलाई प्रयोग गरी हरेक अवस्थामा धैर्य गर्न सक्ने र सहनशील हुन सक्ने क्षमताको विकास गरी हामीले आफू र आफ्नो जीवन र आफ्नो समाज, आफ्नो परिवारलाई सदैव सुरक्षित, सकारात्मक राख्न सक्छौँ। हुन्छ, मैले आजको यो सानो बसाइमा सहनशीलताको विषयमा थोरै सेयरिङ गर्ने मौका पाएँ र मलाई यतिन्जेल सुनेर साथ दिनुहुने आदरणीय व्यक्तित्वहरूप्रति हार्दिक आभार प्रकट गर्दै आजको यो बसाइबाट म ओझेल पर्न चाहन्छु। हस्, धन्यवाद, शुभरात्रि।